म चाहिँ भाग्यमानी छोरा जो परदेशमा भएर पनि मम्मीको सेवा गर्ने मौका पाएँ। अनि अहिले चाहिँ मम्मीसँग छु म। मम्मीले घर नेपाल लगेर जाँदैछु। सबैले साथ दिनु होला, भिडियो हेरेर माया गर्नु होला। म त भाग्यमानी छु, छोराहरूले चाहिँ सबै सेवा गरे। घर गएपछि के कसो हुने हो सबै राम्रो भएको छ मलाई। अब घर जान्छु, छोराहरूसित सबैसित भेट भएको छु। सेवा सबैले गरेका छन्। म जस्तो मान्छे भाग्यमानी कोही छैन। मेरो जिउको दुख मम्मी चाहिँ बिमार हुनुहुन्छ। इन्डियामा मैले चाहिँ उपचार गरिरहेको थिएँ। अहिले चाहिँ मम्मीलाई रोग चाहिँ केही पनि देखेन, तर शरीर चाहिँ दुखिरहने भएको हुनाले मम्मीलाई यहाँको हावापानीले नसुत्या हुनाले मम्मीले चाहिँ मैले नेपाल जाँदैछु। सबैले मेरो मम्मीको निम्ति प्रार्थना गरिदिनु होला। धन्यवाद।